हेलो गाइजहरू स्वागत पनि कति गर्नु है। जति स्वागत गरे नि हजुरहरू अब आउनुहुन्न। अब हाम्रो महावीर पुन्जीले जस्तो ल है साथीहरू, म चाहिँ अब भ्लगमा आइसकेँ। अब तपाईँहरूलाई आउनु मन लाग्यो, हेर्नु मन लाग्यो हेर्नु, मन नलागे नहेर्नु भन्नुपर्ने अवस्था छ। केही छैन, ठिकै छ। र अब आज चाहिँ हाम्रो खासमा हामी चाहिँ आज सलनाल पनि रहेको छ र आज साथै हाम्रो महाशिवरात्रि पनि रहेको छ। र सबैलाई चाहिँ शिवरात्रिको धेरै धेरै बधाई दिन चाहन्छु है, शुभकामना। र अब आज सलनाल भएको भएर चाहिँ सलनालमा चाहिँ हामी अब यता हाम्रो आदरणीय गुरुलाई कोरियन भाषा पढाउनु हुने दिनेश सरसँग चाहिँ आज हामी भेट्ने प्लानिङ गरेको छौँ, याक्सक छ। र आज हामी चाहिँ जाँदैछौँ। म छु र एकजना अब मसँग दाइ आउँदै हुनुहुन्छ। कति 3-4 स्टेसन उताटी हुनुहुन्छ। म चाहिँ स्टेसनमा आएर बसिसकेको छु दाइलाई पर्खेर। अब दाइलाई पर्खेर दाइ आइपुग्नु भएपछि हामी फेरि दुईजना जानेछौँ। र आज चाहिँ हाम्रो भेट्ने कार्यक्रम चाहिँ रहेको छ तोङदेमुनमा आज पहिलोचोटि म चाहिँ यति पर घुम्न जाँदैछु। नत्र म हिँडेकै थिइनँ, 2 स्टेसन उता 4 स्टेसन पर उता आन्सानतिर कि त यतितिर हो। म बसिरहेको हिँड्दिनँ, बाहिर खासै घुम्दिनँ, निस्किँदिनँ, थाहा पनि छैन ठाउँ। र आज चाहिँ अब दाइ पनि हुनुहुन्छ, दुईजना अब हराए पनि भिडियो गरेर जानुपर्छ। यसरी नै हरायो भने जस्तो गएको त्यस्तै फर्केर आउनुपर्छ भिडियो हेरी। केही छैन। र अब दाइ आउँदै हुनुहुन्छ। दाइ आउनु भएपछि फेरि हामी सँगै जानेछौँ। र दाइ आउनु भएपछि फेरि गरेछु है त बाँकी भ्लग चाहिँ फेरि भिडियो सुरु गर्छु। ल गाइज एकछिनलाई अहिले आराम लिऊ है त। के छ दाजु? ल गाइज हाम्रो चाहिँ दाजुसँग भेटिसक्यो होइन, स्टेसनमा हामी आइसक्यौँ। अब एकछिन ओइदो गएर ट्रेन फेरि अर्को चढ्नुपर्छ, 4 नम्बर ट्रेन चढ्नुपर्छ, मोज गर्नुपर्छ। मजाले जानुपर्छ है। फेरि अब हाम्रो ओइदो आइपुग्यौँ है। फेरि हाम्रो कता यहीँबाट छङ्गाङ हुँदै जान्छ। यहीँबाट यही त हो नि। र एकछिन है, कति भयो टाइम? ठ्याक्कै 8 बजी होइन। ओइदोकै हो यो। यही पर्किन्छ क्या त्यतिसम्म? स्टेसनमै हो कि सिधै हो? यहाँ पार्किङ गरेको यही हो यो? जाने होला पुरै 8मा जाने होला। पसौँ यसमा 8 बजी निस्किने कि स्टेसनभित्र के रोकेको यही जान्छ अहिले 8 बजी। छङ्गाङ हुँदै होइन, स्टेसनमा बसेर रोकेको कि बिहानदेखि कतिखेरदेखि हो हेर निस्किने यो त। अब जाने नि यो अब त्यो हेरेर बेर नगर कहाँ ढोका खोले त। त्यो खाली छ निस्किने 8 बजी हो कि। खाली ट्रेन चाहिँ साइड बस्नुपर्छ। ठान्डा भएपछि गाह्रो छ गाई चाहिँ। ठ्याक्कै 8 बजी आएर आउँछ भनेको, तर यो ट्रेन नै स्टेसनमा यसको यहाँ पार्किङ नै होइन, यहाँनिर पार्किङ गरेर राखेको छ। हिँड्ने 8 बजी यही हो कि। फेरि एकछिन त हामी भेट्यौँ, ठिकै छ। बाहिर निस्केपछि थाहा हुन्छ सबैको। खाली छ। ल यो चाहिँ डाइरेक्ट सिधै तोङदेमुनै जाने ट्रेन हो। अब जाउँ ल हेर्नुहोस् गाइजहरू, यहाँ चाहिँ अब बिचमा चाहिँ रेलको भयो, 2 साइडमा चाहिँ यतापट्टि र अब अर्कोपट्टि चाहिँ फेरि गाडीको हाइवे। यस्तो खालको यो चाहिँ अब बिचमा ट्रेन, साइड हाइवे भएको चाहिँ कमै देखिन्छ। यहाँनिर रहेछ गाइज। फाइनल्ली हामी चाहिँ करिब 1.5 घन्टाको ट्रेनको यात्रापछि चाहिँ तोङदेमुन आइसकेको छ है त गाइजहरू। ल दाजु आइयो त तोङदेमुन। अब कतातिर हो त अब निस्किनु चाहिँ? खरा थाहा नहोस् कतिवटा के छ भन्नुहुन्थ्यो है, मलाई त केही थाहा छैन यहाँनिर त। नेपाली त्यहाँबाट डाइरेक्ट 1 जाने कहाँ हो? 3 नम्बर गेटमा चाहिँ कोरियन
त्यहाँबाट त 3 नम्बर गेटमा त हाम्रो नेपाली दाजुभाइहरू मात्रै हुनुहुन्छ भन्ने धेरै जस्तो जाउँ नेपाली मोज हुने लगाइन्छ हामी महादेवको कृपा राम्रोसँग चट्ट आइपुग्यौँ धमधङ्गीसँगै केही छैन त्यो टाउको दुख्ने पनि केही भएको छैन दाइ पनि पुरै फ्रेसमा हुनुहुन्छ चकाचक पुरै भोकमा त लाग्यो जस्तो अब बिहानै हिँड्यो केही खाएको छैन पानी खाएर हिँड्यो भोक त लाग्ने भइहाल्यो 10 बजीसकेन दिनुपर्छ झ्यापझ्याप गएर अब हामी चाहिँ एकछिनमा सरहरूसँग भेटेपछि फेरि त्यसपछि फेरि सुरु गर्नेछ है त हाम्रो भित्र सपिङ पनि रहेछ गाइजहरू ल मौज गर्नुपर्छ निस्किने है त हुन्छ धेरै पुरानो जस्तो भइसक्यो है यो स्टेसन त जमानाकै होला जमानादेखिको होला यो त अब सुरुमै बनाएको मेन स्टेसनहरू नि होइन हाम्रो पोलगोतहरूको त्यहाँतिरको त भर बनाएको धेरै भएको छैन क्या हो दाइले भन्दै हुनुहुन्थ्यो यो चाहिँ हाम्रो मन फ्रेस 4 नम्बर हामी जाने यसको यहाँबाट भित्र एरिया ठुलो रहेछ गाइज हराउन यस्तो लाग्यो मलाई त यहाँ त आयो भने त एक्लै त दाइहरू यसो थाहा हुने मान्छे नभए त म त ढुक्कै रहेछु अझै 4-5 चोटि आउनुपर्छ होला सायद मैले यहाँ बुझ्नलाई त ल यति जाउँ हाम्रो 2 3 4 5 2 3 4 5 यतातिर छ लाउरेहरू कोरियन लाउरेहरू हुँदो रहेछ फेरि फोटो आयो भने फेरि अब भाइरल भएर केटाहरू मार्ला फेरि मलाई होटलतिर छिर्नुपर्छ जाउँ न यहाँ त जसको अनुहारदेखि नेपाल लाग्छ त हो यहाँ तुङदेमुन 3 नम्बर गेट त्यहाँ झ्याप्पलारी गाइज 3 नम्बर गेटबाट चाहिँ हामी यहाँ निस्केका छौँ प्रायः फोटो खिच्ने ठाउँ यही भन्दैछन् हामीहरू एउटा 2टा फोटो खिच्यौँ अब चाहिँ हामी अब भोक लागे जस्तो भएको छ अरे दाइलाई पनि मलाई पनि भोक लागे जस्तो भइसकेको छ सो सरहरू आउने बेलासम्म केही खाएर बसौँ न भनेर हामी चाहिँ अब माटतिर छिरौँ कि भन्ने सोच्छ क्या माट भन्दा नि के अरे होटेल नेपाली होटेलतिर छिरौँ न नेपाली भाषा ठाउँ चाहिँ फोरो के फेरि लगाइन्छ नि त जहाँ नेपाली त्यहाँ फोहोर भन्थे हालत त बाटोको यस्तो छ त तर खासै फोहोर त होइन राम्रै छ नेपालको भन्दा चाहिँ अब अलिक कोरेको अवस्थामा हेर्दाखेरि चाहिँ अलिकति फोहोरै देखिँदो रहेछ केही छैन सबै ठिकै छ गाई राम्रो छ दामी छ राखिसकेका छौँ ओके यसमा मात्र छ हामी महादेवको भक्त पऱ्यो आज यार शिवरात्रि पनि छ यार शिवरात्रि महादेवको भक्तहरूलाई अब क्या प्रभुमा मात्र छ भनेर भनिदिन्छ नि है साथीहरू ठिक छ उहाँहरूको एउटा विश्वास हो त्यसमा छ हाम्रो विश्वास छ आफ्नैमा सबैको आफ्नो आफ्नो विश्वास हो गर्नुपर्छ आफूलाई के मनपर्छ नगएर भन्नु भएन अब हामीले कर गर्नु भएन भन्ने कुरो हो उहाँहरूले कर गर्नु भएको नै होइन खासमा ठिक छ हामी तर आफ्नै धर्म आफ्नै छ हाम्रो पनि गाइस हामी चाहिँ आइसकेका छौँ है त बनाउनु त हुनु पर्ने सल्लाह यस्तो बेलामा बन्द गरेर छ त्यहाँ जय पशुपतिमा के हो पशुपतिमा के हो मलाई काम नभएको फोटो खोज्यो कहाँ जाने त त्यसो अब सर आउने है कहाँनिर ठिक छ आज खै के लाग्यो बन्द गरेछ है हाम्रो प्रायः आइराख्ने होटेली दाजुहरूले भन्दै हुनुहुन्थ्यो तर त्यहाँ चाहिँ आज बन्द रहेछ
अब हामी कता जाने अरू पनि सबै यहाँ त नेपाली नै प्रायः छ जता गए नेपाली पाइन्छ 10 बजेदेखि खुल्छ कि यो होला पनि सायद अब बेलुकी धेरै बेरसम्म त्यही भएर सरहरू टाइम 10 बजेपछि कि अब यसो खानपिन गरिन्छ भनेर राख्नु होला नि त यति बेलासम्म कति बेला पुरी ब्याङ्क पुरी ब्याङ्क ल गाइज हामी चाहिँ अब स्वयम्भूको डाँडा आइपुगेको छ है त्यहाँ धेरै नहिँड्नु कहिले निकै भन्नु नहिँडेको यसरी खुट्टामा गल्छ त बाँदर देख्दैन तल एउटा बाँदर जस्तो लाग्यो होइन यहाँ नेपाली बाँदर हो बाँदर हेर्नुहोस् ल बाँदर यहाँतिर पुरा भ्यालेन्टाइन डे मनाइरहेको छन् क्या हिजोको बाँकी थियो होला अलिअलि गफ गरिरहेछ ल चढ्दैछौँ स्वयम्भूको डाँडा माथिबाट फेरि अलिअलि भ्यू देखाउँला है त गाइस चाइना ग्रेट वाल हो क्या आधा ग्रेट वाल हो क्या ल गाइस ग्रेट वाल पनि आइयो है त चाइना कि धेरै समयपछि बाहिर निस्किँदाखेरि रमाइलो लाग्दो रहेछ कम्पनी रुम मात्रै हुन्थ्यो सधैँ तातो हावा छ अब चाहिँ आज अलि पर हिँड्ने घुम्न पाउँदाखेरि चाहिँ अहिले त कोरिया आएको जस्तो लाग्यो कि अब चाहिँ हाम्रो चाहिँ कोरियाको हो नजारा हेर्दाखेरि हेर्नुहोस् त साथीहरू अब हाम्रो चाहिँ नि अगाडि नै यहाँ चर्च रहेछ होइन चर्च छ र हाम्रो चर्चकै छट्टै छेउमा यहाँ चाहिँ हाम्रो नेपाली दाजुहरूले होला दाजुभाइहरूले स्तुपा बनाइदिनु भएको चाहिँ बौद्ध स्तुपा ठ्याक्कै हेर्नुहोस् त छेउमा चर्च छ तर यहाँ साथीले पुरै स्तुपा बनाएर छोडिदिएछन् पुरै थुपारिदिएछन् ल ए बौद्ध स्तुपा गाइस ल यहाँ चाहिँ अब 10 बजेपछि मात्रै खोल्ने रहेछ खासमा है हामी चाहिँ अलिक छिटो आएछौँ भोक लागेको भएर छिटो आयो अब चाहिँ फेरि आएर यसो केही खाएर निस्किने छ नमस्ते दाजु भर्खर खोल्नु हो हजुर बन्द थियो कता यसमा नि त ल अरे यहाँ नेपाली होटल त चकाचक छ त ल मैले भने जस्तो रहेछ ल के गर्नु चिकन भुटुम के अहिले खाजामा चाहिँ रेडी छैन नि त खाजामा चाहिँ अहिले रेडी छैन अहिले चाहिँ हामी यो झोल मोमोको लागि गरेको छौँ है झोल मोमो पनि 12,000 रहेछ यो चाहिँ एक प्लेटको अरू अहिले खासै धेरै खाने छैन सरहरू आउनु भएपछि भेटाएर भएपछि फेरि खानासाना खाइन्छ त्यही अहिले चाहिँ यसो खाजा खाएर बस्नेछौँ ल मोमो चाहिँ रेडी भएर आइसकेको छ है अब हामी चाहिँ मोमो खाएँ ल अब हामी चाहिँ खाजासाजा पनि खायो है सरहरू ढिलो अलिक टाइम लाग्ने भयो सरहरूलाई बिस्तारै आउँदै हुँदो रहेछ अब त्यो बेरसम्म चाहिँ हामी एकछिन यसो बाहिरतिर निस्कम घुमाउँ भनेर आएको यो के भन्छ त यसलाई कता कता यो म्युजियम यो चाहिँ म्युजियम रहेछ के को म्युजियम हो खतरा छ यहाँको म्युजियम होला टुर गर्न सकिन्छ यहाँबाट
सोल सिटी टुर गर्नु बस्नु त्यहाँ साउल सिटी टुर हान्नलाई त अब अहिले अवस्था छैन। अर्को वर्ष आउनुपर्छ पैसा जम्मा गरेर दिनुपर्छ ल। दामी कता छ त्यो धेरै लाग्दैन यो 4-5 हजार नेपालको त्यस्तै होला। साउल सिटी टुर वा आधी घन्टा त्यति लगाइदिन्छ। मोज गरिरहेछ केटीहरू यार। माथि माथि बसेर हावा खाँदै हिँड्यो सरङ रङ। भवन बाहिर निस्किँदाखेरि पो अलिक अलि कोरी आएको जस्तो हुँदैछ। राम्रो राम्रो ठाउँ यस्तो गजब गजबको दृश्यहरू देखाएर त मजा आउने रहेछ, राम्रो लाग्ने रहेछ। अब रुम बसिया हुन्छ, एक दिन छुट्टी हुन्छ, 2 दिन, एक दिन छुट्टी, त्यसमा रुममा बस, मोबाइल चला, घरतिर फोन कर, खाना खा, सुत सके, फेरि 1 हप्ता फेरि अरू 5 दिन फेरि टुई काममा जा आइज, काममा जा आइज। थाक यो कति समय लाग्यो होला है मलाई यो 20 दिन त जान्छ। इन्जिनियरिङ इज कडक। खतरा हो नि। यो राति फेरि बत्ती बल्दाखेरि त्यहाँ फोटो खिच्ने है, मोबाइल देखिन्छ ल। ये क्या है? मतलब ये क्या है भाई? क्या है नंगा है नंगा। नंगा बाबा रखता है, कोई बात नहीं। पीछे ध्यान मत दो भाई यार, आगे देख दो, ऐसे हमें देखो। साथीहरू फाइनली हाम्रो सरहरू चाहिँ आउनु भएछ। पारिपट्टि हुनुहुन्छ सर चाहिँ, सर चाहिँ पारिपट्टि हुनुहुन्छ। हजुर त्यो दाइ चाहिँ जहिले सरको क्यामेराम्यान हो क्या। ल दा सरहरू चाहिँ अब पारि हुनुहुन्छ होइन, हामी चाहिँ यता वारिपट्टि छौँ, आउँदै हुनुहुन्छ। हामी पारि जाने कि सरहरू यता आउनुहुन्छ है? सरले यता आउनुहुन्छ है के गर्नुहुन्छ? आउनुहुन्छ होला नि, यतै घुम्ने त होला नि, उतातिर के गर्छ त गाइस। हाम्रो सरलाई भेटौँ, हेरौँ एकछिन सरहरूसँग कता भन्नुहुन्छ, यसो घुम्नुपर्छ। तर सरले 100 चाहिँ राम्रोसँग पार्न गरिदिनु भएन यार। हाम्रो सरले नै 7 बजे के अरे हामी 7 बजे निस्क्यौँ, 10 बजे भेट्ने भनेर सर नै 11:30 12 बजे आइदिनु भयो यार। कोरियामा नेपाली टाइम चल्दैन नि हजुर। सरले त हामीलाई धेरै पुऱ्याउनु भयो नि, निकै बेर यता उता गर्दा त अल्छी लागिसकेको थियो नि त। तर फाइनली सर आउनु भइसकेको छ, अझै पनि भेट भइसकेको छैन, पारिपट्टि हुनुहुन्छ। अब अनि भेट्नुपर्छ है त गाइजले। हाम्रो दाइले नि जिबिएरमा पढाएको यतापट्टि त्यही हुनु यतापट्टि चस्मा लाएर आउँदैछ नि। यहाँ थियो तिम्रो जिबिएरमा देखाएको छैन पास्टलमा होला, पारिपट्टि पास्टल। मैले याद गरेको छुइनँ, खासै याद नगरेर होला सायद। सर नमस्कार सर। ल हाम्रो सरहरूसँग चाहिँ फाइनली भेट भइसक्यो है त। बस्दा भेट भ्लग भन्दा नि सानो एउटा भिडियो सरहरूसँग भेटको एउटा सम्झना मोबाइलमा कैद गरेर राख्नु मन लाग्यो। भेट्यो है भेट्यो। फाइदा भेट्यो। अब चाहिँ फेरि अब कतातिर जाउँ, यसो निस्क्यौँ, घुमौँ। सरसँग भेटिसकेको छौँ, मजाले अब रमाइलो गर्नुपर्छ। टाढा भयो सर, हाम्रो छुट्टी छैन भन्छ। भेटौँ भन्छ आउनु। घन्टा लाग्ने रहेछ हाम्रो त। केही साथीहरू साथीहरू त भेट कार्ड पनि छैन, भेट टाढा पनि छ, त्यही भएर अब केही छैन। भेटौँ भन्छ, त्यही भएर मैले कोसिस गरिदिएको ल आउँथेँ। अब त लास्ट खोइ त आउने फेरि एउटा भाइ अर्को एउटा भाइ आउँथ्यो। कता कता घुम्यो?
आइदिनु उसलाई लिएर आएको आमसम्पत्तिबाट डाइरेक्ट आउँछ सानोको सिधै आउँछ ओइदोबाट चाहिँ सर्छ त्यसको फोटो खिचियो भित्र त खासै पसेन बाहिरबाट फोटोसोटो खिचेर आयो अहिलेसम्म 3 जोडी थियो यहाँ चाहिँ यहाँ त्यो हालेको ल ल फोटो अब यसो फोटोसोटो खिच्ने कार्यक्रम गऱ्यौँ अब हाम्रै छ्यामसु पारेर ल गाइस अब एकछिन हामी चाहिँ फेरि फोटो खिच्ने कार्यक्रम गर्छौँ है त नेपालमा भन्दा सस्तो पाउने ठाउँ ठाउँदै मनमा नेसनल जियोग्राफीको 25,000मा 자, 두 장에 5,000원이에요. 두 장에 5,000원. यो भ्लगमा कैद भयो त हुँदैछ भ्लगमा पनि रमाइलो यस्तो यस्तो रमाइलो रमाइलो कुरा आएछ नि कैद गर्नु पऱ्यो नि भिडियो हाल्छ मैले भर्खरै त्यो खासै हाम्रोतिर त भोलितिर त खोला होला त्यो भोलि बेला आएको दुईपट्टिको मान्छे बिचमै भिडन्त पर्नुपर्छ कि कोरियन खाएको खाइ हुन्छ सङ्गतले पुरा हालिदिएको हालेर पनि आएर सङ्गतले गर्दा खाने भइसक्यो अरू साथीहरू खाने भइरहेको छ बजाइदिएपछि त्यो अरू तिमी आएपछि धेरै खान्छ खानुपर्छ भन्छ साथीहरू सुमन पनि आएको होइन होला सुमन फ्लाइट छ भन्दै हुनुहुन्थ्यो हुँदैछ अर्को वर्ष चाहिँ भयो भने अब प्रायः सबैजना भेट्ने समय मिल्ला अब थाहा पनि होला सबैजनालाई गयो भने कामले थकाइरहेको रेस्ट गरौँ भन्ने हुन्छ त्यो चाहिँ घुलमिल भइसकेको हुन्छ म कतिजना नामै थाहा थिएन अस्ति एमबिएससी गरेपछि पो ए भन्छु टाढाबाट आउन नि गाह्रो छ नि म खजी सोध्छु हुने मान्छेलाई नि आउनै लाग्छ 6-7 घन्टा सुरुमा त त्यो नेपालका हावामा यताउता जानु कम्पनीको साथीहरूसँग घुम्न जाने ए कलकत्तामा नि राम्रो बनाउँदो रहेछ त्यही गएर खाइन्छ प्रायः हामी त एकैचोटि खाइसक्यो अरू ठाउँ यसरी गएर अस्ति अर्को ठाउँमा गएर खान्छ टेस्ट गरौँ र त्यहाँको चाहिँ मन नपरेर चाहिँ कस्तो बनाउनु दाइ लेस भन्नु तपाईँको त्यसपछि अहिले ठिक महँगो जुत्ता भएपछि गाह्रो छ
भोक लाग्यो फेरि आउनु बोलाइहाल्छु देख्ने बित्तिकै नेपाली हेर्दा खाने गर्ने नि हो यो पनि फेरि रमाइलो हुनुहुन्छ लगभग 12 पनि बजिसकेको छ सरहरूलाई पनि लास्टै भोक लागिसक्यो अरे हामी त अलिअलि मोमोसँग यसो कोही खाजा खाएर पठाएको थियौँ सरहरूलाई चाहिँ लास्टै भोक लागेको भएर चाहिँ हामी फेरि झ्यापझुप खान थालिसकेको छ नि त भाइरा कति वर्ष भयो पानी परो नि खानपिन गरेर हामी चाहिँ नि अब एकछिन यहाँ घाम ताप्नलाई माथि स्वयम्भूको डाँडामा आइसकेका छौँ अघि नै आएको ठाउँमा चट्टा लाएर एकछिन यहाँ बसेर गफ गरेर फेरि निस्किनुपर्छ हामी मोबाइल त हामीले अघि 30,000 पनि पाएको थियो होइन फोन गर्नुभयो त उसलाई अहिले गरौँ न एकदिन घाम आराम गर्दै हुनुहुन्छ सरहरू पनि खाना खाएर एकछिन घाममा रेस्ट गर्दैछौँ फेरि निस्किँदैछौँ है त हामी बाहिर खेर यो त थियो केही गर्नुपर्छ त्यो त चाहियो के गरेको यो खाले भित्र आएर त्यो दिन छुट्टी थियो किन लेटर मान्छ नदिएर त्यस्तो गरेको काम गर्दा भएर काम गर्दा हो कि काम अफलाई अफ अफ भएर राख्यो अफको बेला हो नि अफको बेला भए त केही भन्दैन किन चलाइसक्यो होला नि रस गाह्रो गरेर ठिकै छ काम नभएर गरिदिएपछि अनि खोजेको बाबामालाई पुगेर हिँड्नुहुन्छ घर त्यसकोलाई पलाउनु हामी चाहिँ अब फेरि यहाँ माथितिर फेरि चढ्ने कुरा भएको छ है अब अघि खाएको खसी पचेन अरे अब यसो माथि उकालो लगाएर पचाउने कुरो छ हामी चाहिँ अब माथि निस्किन्छौँ है त बिस्तारै डाँडा चढेर गाई ठोकिने हुन्छ क्या यतातिर यो चाहिँ कोरियाको हानोक भनेर पढाएको थियौँ त्यही रहेछ होइन प्राचीन गाउँ घरको त्यहाँबाट हाम्रो के हो पुरानो हुन्छ नि मन्दिर जस्तो त्यहाँबाट चाहिँ मन्दिरहरू त्यस्तै त्यस्तै टाइपको थोरै भए पनि संरक्षण गरेर राखेको छन् यतातिर पनि यसो हेर्नलाई हामी यस्तो आएको बेलामा हेर्नलाई हुन्छ यो यहाँ रहेछ है भन्ने त भयो ठिक छ ढोकामा सिसी क्यामेरा पासवर्ड हो गजब छ
हमारे हावा तात्तिर तो चल्दैन गर्मीमा दाइ फेरि अब हामी चाहिँ नि यहाँबाट लाग्छौँ है त निस्किन्छ सरी यहाँबाट स्टेसन पस्छौँ लगभग आजको कार्यक्रम सबै सकिसकेको छ भेटघाट कार्यक्रम पनि भयो खानपिन पनि भयो घुम्न पनि भयो अब चाहिँ सरहरू पनि त अरे सुवनतिर निस्किनु भन्दा चाहिँ हामी पनि निस्किन्छौँ हामी 4 नम्बर ट्रेन चढेर निस्किन्छौँ सरहरू 1 नम्बरको ट्रेन भन्नु अघि कतिमा निस्किनुहुन्छ ल के आइछ र रेसिङ कार हो के हाल गरिबन लाग्छ हामी चाहिँ यहाँबाट निस्किसकेछौँ हामी 4 नम्बर यता देखाउँदैछ जाउँ हामी यतै हो सरहरू कतापट्टि पर्छ 1 नम्बर हामी यतैबाट होला नि अब हजुर सर ल ल ल ल हस् ल सर ल दाजु अब फेरि भएन अर्कोचोटि फेरि भेटौँ न नि भइरहेको छ यहाँ हप्ता भाइ तिमीले खिचेछौ के खिचेछौ भिडियो दाइलाई भ्लगमा जाउँ भ्लगमा भ्लग राम्रो भयो आउँछ नत्र पुरै मजाले पेन ड्राइभमा बस्छ ल दाइ ल बाई है त ओके ल फाइनली सबैजना अब हामी चाहिँ छुटिसकेका छौँ अब चाहिँ आफ्नो बाटो लाग्ने त हाम्रो दाइ हुनुहुन्छ हामी चाहिँ आउँदाखेरि 2 जना थियो जाने बेला 3 जना ग्रुप भयो दाइ पनि सँगै उतैतिर हुनुहुँदो रहेछ हाम्रो नजिकै हुनुहुँदो रहेछ थाहा थिएन आजबाट भेट भयो दाजुसँग पनि अब निस्किनुपर्छ बेला मौकामा दाइसँग यसो हामी सबैजना ल गाइजहरू अब चाहिँ भने यो भ्लगलाई चाहिँ आजको हाम्रो भ्लगलाई यहीँ खत्तम गर्न चाहन्छु अब यहाँ धेरै भिडभाड पनि छ ट्रेन स्टेसनभित्र भिडियोहरू नि खासै नबनाउँ होला ल है त अब आजलाई यति नै बाई बाई गाइज